प्रिय साथीहरू, तपाईँलाई पनि कहिलेकाहीँ पढ्न मन लाग्दैन होइन त? किताब खोल्दा 5 मिनेटमै आँखा झिम्किन थाल्छ। मोबाइल चलाउँदा त 2-3 घन्टा सजिलै बित्छ। यस्तै भएर आफूलाई म कमजोर छु, म पढ्न सक्दिनँ भन्ने लाग्छ। तर म तपाईँलाई भन्न चाहन्छु, यो समस्या तपाईँको मात्र होइन। हरेक व्यक्तिले यो सङ्घर्ष भएका छन्। पढाइमा मन नलाग्नु कमजोरी होइन, यो त हाम्रो दिमागको स्वभाव हो। दिमागले सजिलो र रमाइलो काम रोज्छ। पढाइ भनेको अलिक गाह्रो हुन्छ, त्यसैले मन त्यतातिर भाग्छ। तर याद राख्नुहोस्, जीवनमा ठुलो कुरो हासिल गर्न सजिलो बाटो हुँदैन। पहिलो कुरा, ठुलो लक्ष्यलाई सानो सानो स्टेपमा तोड्नुहोस्। आज 10 पेज पढ्नुपर्छ भन्ने सोच्दा गाह्रो लाग्छ, तर म अहिले 2 पेज मात्र पढ्छु भनेर सुरु गर्नुभयो भने सजिलो हुन्छ। दोस्रो कुरा, वातावरण बदल्नुहोस्। मोबाइल, सोसल मिडिया, खेल यी सबै ध्यान बिगार्ने कुरा हटाएर पढ्नको लागि शान्त स्थान रोज्नुहोस्। तेस्रो कुरा, पुरस्कार प्रणाली बनाउनुहोस्। 10 मिनट पढेपछि 5 मिनट आराम, 1 घन्टा पढेपछि मनपर्ने गीत सुन्नुहोस्। यसले पढाइलाई रमाइलो बनाउँछ। चौथो कुरा, तपाईँले किन पढ्नुपर्छ त्यो कारण स्पष्ट गर्नुहोस्। नोकरी पाउन, परीक्षा पास गर्न वा जीवनमा परिवारलाई गर्व गराउन। सोच्नुहोस्, तपाईँले आज 1 घन्टा ध्यान दिएर पढ्नुभयो भने त्यो 1 घन्टाले भविष्यमा तपाईँलाई नयाँ स्तरमा पुर्याउँछ। सफल मानिस र असफल मानिस बीचको फरक एउटै हो। सफल मानिसहरूले मन नलाग्दा पनि पढेका हुन्छन्। साथीहरू, पढाइमा मन नलाग्दा हार नमान्नुहोस्। थोरै थोरै गरेर निरन्तरता दिनुहोस्। आज तपाईँले गरेको मेहनत भोलिको सफलता भन्ने छ। याद राख्नुहोस्, मन लागे मात्र होइन, मन नलाग्दा पनि पढ्नेहरू नै इतिहास बनाउँछन्।